केही समय अगाडि औद्योगिक नगरीको रूपमा चिनिने वीरगञ्जको मुहान आजभोलि फेरिएको छ। पर्यटकीय क्षेत्रमा समेत अथाह सम्भावनाको संवाहक वीरगञ्ज आज सफा, स्वच्छ, सुसज्जित नगरको रूपमा परिचित हुँदै धार्मिक पर्यटन मार्फत वैभव वीरगञ्जको रूपमा लम्किरहेको छ। महानगरपालिकाले धार्मिक पर्यटन प्रवर्धनका लागि गरेका पहल र प्रयासलाई नियाल्दा जो कोहीलाई आज वैभव वीरगञ्ज धार्मिक नगरीको रूपमा विकसित भएको आभास हुने गर्दछ। साँच्चै कुशल र विकास प्रेमी जनप्रतिनिधिहरूको निरन्तरको पहल र प्रयासले वीरगञ्जमा जादुमय परिवर्तन भएको छर्लङ्ग देख्न सकिन्छ। जुन दिनदेखि राजेश मानजी आउनु भएछ एउटा म्याजिक जस्तो भयो। कतातिर हेरौँ, कुन चीजलाई भनौँ, उहाँलाई शब्द छैन मसँग। सरसफाई त्यो नम्बर 1, त्यसको लागि यति दुःख पाएको थिएँ अस्ति तर अहिले त हामी सेकेन्ड भइसके, उहाँ फर्स्ट। 32 वटा वडा रहेको वीरगञ्जमा करिब 150 वटा भन्दा धेरै मन्दिरहरू रहेका छन्। यति धेरै मठ मन्दिरहरू भए तापनि आवश्यक प्रचार प्रसारको अभावले जनमानससम्म पुग्न सकेको छैन। यस्ता ओझेलमा परेका तर धार्मिक महत्त्व बोकेका मठ मन्दिरहरूलाई जनसमक्ष ल्याउने अभियानमा यहाँका जनप्रतिनिधिहरू लम्किरहेका छन्। काठमाडौँलाई मन्दिरै मन्दिरको सहर भनिन्छ, तर वास्तविकता हेर्ने भने वीरगञ्जलाई पनि मन्दिरै मन्दिरको सहर भन्न सकिन्छ। वीरगञ्जमा यति धेरै मन्दिरहरू छन्, मठ मन्दिरहरू छन् जुन प्रचार प्रसारको अभावमा जनमानस समक्ष पुग्न सकेको छैनन्। त्यस्ता मठ मन्दिरहरूलाई चाहिँ नि हामीले चाहिँ नि जनसमक्ष ल्याउने अभियान छेडेका छौँ। यसरी वीरगञ्जलाई धार्मिक पर्यटनको हब बनाउने वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहको नारालाई सार्थकता दिन महानगर क्षेत्रमा वर्षौंदेखि ओझेलमा रहेका ऐतिहासिक मठ मन्दिरहरूको महानगरपालिकाले सौन्दर्यकरण गरेको छ। दृश्यमा देखिरहेको यो हो गवामाई मन्दिर। यो मन्दिर वीरगञ्जको एक प्रसिद्ध मन्दिर हो। वीरगञ्जकै प्रमुख शक्तिपीठ गहवामाई मन्दिर र मन्दिर परिसरको स्तर उन्नति र सौन्दर्यकरण गरी आकर्षक समेत बनाइएको छ। यस्तै मन्दिर परिसरमा रहेका पुराना संरचना हटाएर पार्क जस्तै फराकिलो र खुल्ला बनाइएको छ, जहाँ स्थानीयवासी बिहान बेलुका मन्दिर दर्शन गर्न सँगसँगै स्वच्छ हावा खाँदै आनन्द लिन आउने गर्दछन्। सयौं वर्ष पुरानो इतिहासलाई जीवन्त राख्न सफल यो मन्दिरको वार्षिक उत्सवको अवसरमा प्रत्येक वर्ष भव्य रथयात्रा निकाल्ने गरिन्छ। देवीको रथलाई फुलै दुलहीझै श्रृङ्गारेर विभिन्न झाँकी र बाजा गाजा सहित निकालिने रथयात्रामा विभिन्न जिल्लाका हजारौं मानिसहरूको उल्लासमय सहभागिता
रहने गर्दछ। श्रद्धालुहरूको उल्लासमय उपस्थितिले गहमाई प्रतिको आस्था र विश्वासलाई प्रतिबिम्बित गर्दछ। धार्मिक आस्थाको केन्द्रबिन्दु रहेको वीरगञ्जको गहवामाई मन्दिरको सौन्दर्यकरण र स्तर उन्नतिले यहाँको वातावरण नै फेरिएको छ। गहवामाईको कुरा गर्दै गर्दा हामीले यसका 7 दिदीबहिनीलाई छुटाउने हुँदैन। गहवामाई, बिर्तामाई, बिन्दवासिनी माई, भुटन देवी माई, 20 माई र 2वटा बौधी माई। राजा महेन्द्रको पालामा यो मन्दिरको मतलब जीर्णोद्धार भएर अहिले जुन मन्दिर तपाईँहरू हेर्नु भएको छ यो मन्दिर बन्यो र यो धर्मशाला र यहाँ पनि एउटा धर्मशाला थियो जुन हामीले भत्काएर अगाडिको बनायौँ त्यो निर्माण भयो भनेपछि एउटा ठुलो शक्तिपीठ हो यो। विन्ध्याचल जान नसकेको व्यक्तिले यदि यहीँ आएर पूजा गर्छ भनेदेखि विन्ध्याचलमै गएर पूजा गरेको सर उसले फल प्राप्ति गर्छ र योग मायाकै शक्तिपीठको रूपमा यो विन्ध्यवासिनी मन्दिर रहेको छ। जसरी गहवामाई मन्दिर शक्तिपीठको रूपमा प्रसिद्ध हुनुहुन्छ, अन्य 7 दिदीबहिनी पनि त्यस्तै प्रख्यात हुनुहुन्छ। गहवामाई एउटा शक्तिपीठको रूपमा प्रसिद्ध छन्। त्योभन्दा विन्ध्यवासिनी माई, भुटन देवी माई, बिर्ता माई, 20 माई, बौधी माईहरू पनि त्यस्तै प्रख्यात छ। यहाँ प्रत्येक वर्ष चाहिँ नि यो यस सबै मन्दिरहरूमा चाहिँ नि तपाईँको चाहिँ नि ठुला मेलाहरू पनि लाग्ने गरेका छन् र यी सबै कुराहरू चाहिँ नि खालि त्यहाँको जुन ठाउँमा छ त्यो ठाउँको जनतालाई मात्र थाहा हो र हामीले सम्पूर्ण जनताहरूलाई चाहिँ यस विषयमा जानकारी गराउँदैछौँ। प्रत्येक वर्ष यी 7वटै मन्दिरहरूमा ठुला ठुला मेला लाग्ने गर्दछन्। तर गहवाईका 7 दिदीबहिनीको बारेमा मानिसहरू अझै पनि अनभिज्ञ छन्। ऐतिहासिक महत्त्वका र सांस्कृतिक महत्त्वका र धार्मिक महत्त्वका गहवामाई मन्दिर, विन्ध्यवासिनी मन्दिर, भुटन देवी मन्दिर यी सब मन्दिर चाहिँ पहिलेदेखि नै स्थापित मान्यता भएका मन्दिरहरू छन् र पनि प्रचार प्रसार र त्यसको चाहिँ आफ्नो महत्त्वका कुराहरू बाहिर नआएर धेरै मन्दिरहरू ओझेलमा थिए। जस्तै हाम्रो रामजानकी मन्दिर भयो, गीता मन्दिर भयो, चित्रगुप्त मन्दिर भयो, बौद्धी मन्दिर भयो होइन। त्यस्तै हाम्रो 7औं माई मन्दिर, गहवामाई मन्दिरको 7 दिदीबहिनीहरू मध्येको चाहिँ मान्छेले मात्रै खालि गहवामाई मन्दिर भनेर चिन्ने, अरू मन्दिरहरू नचिन्ने अवस्था थियो। अहिलेको अवस्थामा चाहिँ 7वटै दिदीबहिनीको मन्दिरहरू यहाँनिर हामीले बाहिर ल्याउन सफल भएका छौँ। नेपालको एकमात्र 135 वर्ष पुरानो नरसिंह भगवानको मन्दिर जुन वीरगञ्जमै अवस्थित छ। यसको मठमा नरसिंह भगवानको भव्य एवं दिव्य प्रतिमा विराजमान गरिएको छ। यो मठको इतिहास निकै पुरानो रहे पनि यो मठ पछिल्लो समयमा भने ओझेलमा परेको थियो। तथापि यस विरासतको संरक्षण र पुनर्निर्माणका लागि महानगरले यसलाई पुरातात्विक विभागसँग समन्वय गर्दै मन्दिरको निर्माण, सौन्दर्यकरण, स्तर उन्नति र विस्तारका लागि दीर्घकालीन योजना बनाएर पुनर्निर्माणको काम अगाडि बढाएको छ। नेपालको एकमात्र नरसिंह भगवानको मन्दिर 135 वर्ष पुरानो वीरगञ्जमै अवस्थित छ। यसको डिपिआर पनि तयार गरिसकेका छौँ। साथै पुरातात्विक विभागसँग समन्वय गरेर पुनर्निर्माणको कार्य हामीले अगाडि बढाइरहेका छौँ। पशुपतिनाथको मन्दिर भन्नासाथ हामी काठमाडौँलाई सम्झन्छौँ, तर वीरगञ्जमा करिब 4 दशक पुरानो पशुपतिनाथको मन्दिर छ। काठमाडौँको पशुपतिनाथको मन्दिरमा त्यही स्वरूपको लिङ्गलाई 100 दिन राखेर वीरगञ्जमा स्थापना गरिएको थियो, तर यो मन्दिर बन्द अवस्थामा थियो।
नयाँ जनप्रतिनिधिहरू निर्वाचित भएर आएसँगै यो मन्दिरले पुनर्जन्म पायो। सानो पशुपतिनाथको दर्शन नगरेसम्म ठुलो पशुपतिनाथको दर्शन गरेको औचित्य रहँदैन भन्ने मान्यता समेत रहेको छ। ठुलो पशुपति काठमाडौँमा छ भने सानो पशुपति विदेशमा छ। त्यसलाई अर्को अर्थमा भन्ने हो भने यो पशुपतिको दर्शन नगरेसम्म त्यो पशुपतिको चाहिँ फलिफाप हुँदैन भन्ने पनि इतिहास यहाँनिर छ। नेपालमा काठमाडौँ बाहेक पशुपतिनाथको मन्दिर वीरगञ्जमा मात्र रहेको छ। त्यसैले यसको पौराणिक महत्त्वबारे व्यापक प्रचार प्रसार गर्न सकिए यो मन्दिर वीरगञ्जको मात्र नभई देशकै प्रमुख धार्मिक गन्तव्यस्थल बन्न सक्ने निश्चित छ। यस मन्दिरमा हजारौं भक्तजनहरू भस्म आरती हेर्न आउने गर्दछन्। महानगरको विशेष पहलमा हुने गरेको यो आरतीले पशुपति क्षेत्र धार्मिक पर्यटन हब बन्दै गएको छ। वीरगञ्जकै प्रमुख शक्तिपीठहरू मध्ये एक वडा नम्बर 19 मा अवस्थित विन्ध्यवासिनी मन्दिर। आउँछन् चारैतिरबाट आउँछन्, काठमाडौँबाट पनि आउँछन्, अब आफ्नो जस्तो यो तराईवासीहरू पनि आउँछन्, कलकत्तातिरको मान्छे पनि आउँछन्, दिल्लीतिरको पनि मान्छे थाहा हुने मान्छेहरू आउँछन् दर्शन गर्नलाई। पोखरामा रहेको विन्ध्यवासिनी मन्दिर र वीरगञ्जमा रहेको विन्ध्यवासिनी मन्दिर दिदी बहिनी हुन् भन्ने मान्यता रहेको छ। यसरी आफ्नो छुट्टै इतिहास बोकेको वीरगञ्जको विन्ध्यवासिनी मन्दिरको आवश्यक संरक्षण र सौन्दर्यकरणका लागि महानगरले गरेको प्रयासहरू साँच्चै सराहनीय छन्। पोखरामा जुन विन्ध्यवासिनी माईको मन्दिर छ त्यो विन्ध्यवासिनी माईको मन्दिरलाई यहीँबाट लगेर त्यहाँ स्थापना गरिएको हो। यो सबै चाहिँ नि हामीले चाहिँ नि यहाँका विज्ञहरूसँग बुझेर चाहिँ त्यो स्थानीयहरूसँग बुझेर चाहिँ यो सबै कुरोलाई चाहिँ नि हामीले एउटा बुकलेटै निकालेको छ। महानगरले धार्मिक पर्यटनका क्षेत्रमा गरेका कामहरू यतिमा मात्र सीमित भने छैनन्। महानगरवासीलाई अनुभूति हुने गरी विकासका कार्यलाई अगाडि बढाइरहँदा महानगरले धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेका तर ओझेलमा परेका एवं जीर्ण अवस्थामा रहेका धार्मिक स्थलको पहिचान गरी स्तर उन्नति र सौन्दर्यकरण गरिरहेको छ। निर्वाचित भएर आएसँगै व्यक्तिले कब्जा गरेर भोग चलन गरिरहेका मन्दिरका थुप्रै जग्गाहरू महानगरले फिर्ता गर्न सफल भएको छ। अनेकन चुनौतीहरूको सामना गर्दै कुशल र निडर जनप्रतिनिधिहरूको प्रयासको फलस्वरूप आज वीरगञ्जका स्थानीयले वीरगञ्जवासी भएकोमा गर्व गर्ने मौका पाएका छन्। लामो समयदेखि कब्जा गरेर राखेको राम जानकी मन्दिर लगायत अन्य मन्दिरको जग्गा खाली गराई महानगरपालिकाले आफ्नो स्वामित्वमा लिएर सौन्दर्यकरण, स्तर उन्नति र विस्तारका लागि दीर्घकालीन योजना अनुरूप काम गरिरहेको छ। उक्त मन्दिरमा भारत अयोध्याको नवनिर्मित राम मन्दिरको समुद्घाटन गरिएकै दिन गत माघ 8 गते भगवान श्री राम, माता सीता
र भगवान हनुमानको मूर्तिको प्राण प्रतिष्ठा समेत गरिएको थियो। यहाँ हरेक साँझ आरती र पूजापाठ हुने गरेको छ। धार्मिक स्थलहरूलाई अतिक्रमण मुक्त गर्दै संरक्षण तथा प्रवर्धन गर्नमा वीरगञ्ज महानगरले थालेको कदम साँच्चै अनुसरणीय र प्रशंसनीय छ। मेयर साहबले यसको सौन्दर्यीकरणको हकमा हामीसँग सल्लाह गरेर जुन अगाडिको पसलहरू थिए त्यसलाई चाहिँ भत्काएर यसलाई सौन्दर्यीकरण गर्ने योजना राख्नु भएको छ। यता अनाधिकृत रूपमा अतिक्रमण गरी व्यापारिक प्रयोजनमा प्रयोग भइरहेको गीता मन्दिरको जग्गामा नगर प्रमुख राजेश मान सिंहको नेतृत्वमा डोजर चल्यो। पनि मठ मन्दिरहरू छ, त्यसको सौन्दर्यीकरणदेखि लिएर त्यहाँ पेवर्स लगाएर त्यो मन्दिरलाई मन्दिरको रूपमा र एउटा धार्मिक स्थल कस्तो हुन्छ त्यस्तो किसिममा उहाँको प्रयासले अहिले हामी एकदम सफल भएका छौँ र उहाँलाई यहाँको जनताले पनि र प्रत्येक वार्डको वडा अध्यक्ष जनप्रतिनिधिहरूले सबैले साथ र सहयोग दिएको छ। अहिले यो मन्दिरको मुहार नै फेरिएको छ। आवश्यक रङरोगन गर्नुको साथै मन्दिरको पर्खालमा कुदिएका आकर्षक चित्रकलाले यहाँ पुग्ने जो कोहीलाई टक्क अड्याएर राख्दछ। पुरानो मन्दिरहरू जति थियो नि त्यसलाई भत्किसकेको, त्यसलाई जीर्णोद्धार गरेर त्यसमा रेलिङ, स्टिलको रेलिङ, के भन्छ त्यो फ्लोरिङ उहाँले गर्नुभएको छ। लेटेस्ट म हेरिरहेको छु गीता मन्दिर लेटेस्ट, उसले पहिला सब पसलहरू थियो सबलाई हटाएर अहिले यसो रेलिङ गरेर त्यो निट एन्ड क्लिन गर्नुभएको छ। भारतबाट नेपाल प्रवेश गर्ने प्रमुख नाका वीरगञ्जको इनरवामा रहेको ऐतिहासिक शङ्कराचार्य प्रवेशद्वारको पनि सौन्दर्यकरण गरिएको छ। यस्तै वीरगञ्जको पहिचानको रूपमा स्थापित घण्टाघरको रङ्गरोगन र विद्युतीय बत्तीले सजाइएको छ भने घण्टाघर परिसरभित्रै वाटर फाउन्टेन जडान गरी अझ आकर्षक बनाइएको छ। वीरगञ्जमा भइरहेको धार्मिक स्थल मठ मन्दिरको संरक्षण तथा सौन्दर्यकरणको काम अत्यन्तै प्रशंसनीय छ। सबै ठाउँमा एउटा बिना बजारमा सानो एउटा शिवको मन्दिर थियो भत्केको, त्यसलाई पनि सुधार दिनुभयो। मन्दिरको जीर्णोद्धारमा उहाँ त एक नम्बर हो। महानगरवासीलाई अनुभूति हुने गरी विकासका कार्यहरूलाई अगाडि बढाइरहँदा ओझेलमा परेका एवं जीर्ण अवस्थामा रहेका धार्मिक र पुरातात्विक महत्त्व बोकेका संरचनाहरूलाई पुनर्निर्माण गर्दै प्रवर्धन र प्रचार प्रसारमा जुटिरहेको छ। जहाँ पनि मठ मन्दिरहरू छ
त्यसको सौन्दर्यकरणदेखि लिएर त्यहाँ पेवर्स लगाएर त्यो मन्दिरलाई मन्दिरको रूपमा र एउटा धार्मिक स्थल कस्तो हुन्छ त्यस्तो किसिममा उहाँको प्रयासले अहिले हामी एकदम सफल भएका छौँ र उहाँलाई यहाँको जनताले पनि र प्रत्येक वार्डको वडा अध्यक्ष जनप्रतिनिधिहरूले सबैले साथ र सहयोग। देशको दिगो विकासमा पर्यटन क्षेत्रको योगदान महत्त्वपूर्ण मानिएको छ। तथापि धेरै धार्मिक तथा पर्यटकीय स्थलहरू आज पनि संरक्षण तथा उत्थानको पर्खाइमा छन्। यसका लागि पछिल्लो समय वीरगञ्ज महानगरका जनप्रतिनिधिहरूको भूमिका गति उन्मुख देखिन्छ। स्थानीय सरकारले चाहे के हुँदैन भन्ने गतिलो उदाहरण पनि हो वीरगञ्ज। यहाँका जनप्रतिनिधिहरूको कुशल प्रयास र बलियो इच्छा शक्तिका कारण आज महानगरवासीले विकासको अनुभूति गर्न पाएका छन्। कुशल कर्मचारीहरूको साथ र सक्रियता अनि महानगरवासीहरूको जागरुकताका कारण नै आज वीरगञ्जको मुहार मात्र फेरिएको छैन, परिचय समेत बदलिएको छ।